नुडे नै ब्लक म फेरि पनि आइसकेको सुतको बाबाको पाइँट ल्याएर बाबाको पाइँट ल्याएँ यहाँ चाहिँ यस्तै हो घर चाहिँ त्यहाँ म चाहिँ यस्तो माथि हिजो नि त म पोखराबाट आएको पोखराबाट आएछ साथीहरूसँग नि भेट्न बल त खेल्न गयो चाहिँ त्यही नि त्यसतिर कहाँ भेट्नु छ नि बल चाहिँ आइयो म चाहिँ भर राम चाहिँ भन्ने ठाउँमा दिनु आएको त्यहाँबाट भ्यू पनि राम्रो देखिनेवाला छ म चाहिँ हिँड्दैछु हेर्दै गर्नु होइन म चाहिँ छुट्टीमा आएको के बर्खा बिदा 9 दिन छुट्टी हुन्छ नि त समर भ्याकेसन भन्छ त्यसैले आएको छुट्टीमा 9 दिन छ अनि त्यसले पनि यहाँ मम्मी एक्लै हुनुहुन्छ बसौँ भनेर हो यहाँ चाहिँ यस्तो छ सामान देखेँ त्यही हो अब हेर्दै गर्नु के सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै आरामै छु नुडे नि ब्लग फेरि पनि आइसकेको छु म अब नयाँ भिडियो लिएर होइन म चाहिँ अहिले घर छु टक्क फारम यहाँ बसेर स्टार्ट हान्दैछु होइन यस्तो भयो घर चाहिँ तलदेखि अनि म चाहिँ हिजो नि त पोखराबाट आएको अनि पोखराबाट आएर साथीहरूसँग नि भेटघाट गरेको छैन हिजो आएँ अनि हिजो ढिलो आयो नि पोखराबाट बरेङबाट अर्को गाडीमा त्यसैले ढिलो भयो होइन म चाहिँ भर माथि जान लागेको माथि भन्नाले नि रामदेवी र के त्यताबाट भ्यू पनि राम्री हुन्छ साथीलाई नि भेट्नु पर्छ आवश्यकलाई भन्दै हिँडिरहेको छु बाबाको पोइन्ट ल्याएर ठुलो पाइँ खुम्जाएर भने बेल लाएर भने लाछु मैले चाहिँ कपडै लिएको थिएन कि यहाँ बाबा पोइन्ट रहेछ त्यही लाएँ म चाहिँ एउटा जाङलाई जाङ्ने के लाएर हिँड्छु हो उडेबाट बल खेल्न जानु सक्छु त्यो गर्छु देखाउँछु यही हो एउटा मकैहरू फलेछ मम्मी उता गएको देख्नु भएको छैन होइन अब चाहिँ म माथि जान्छु माथिबाट भ्यू देखाउँछु आवश्यकलाई भन्थेन कि मैले आउँछु भनेर गिफ्ट छ भनेर यस्तो गर्थेँ हेर्नु होला के हुन्छ मलाई भएर आइसक्यो दामी यहाँ आइसक्यो त्यहाँ चाहिँ तल मम्मी यो भन्दा चाहिँ मम्मीको के त्यो युट्युब च्यानल मम्मीकोमा खोलेको थिएँ मैले सब्सक्राइब नि राम्रै भयो भ्युज नि जान्छ होइन त्यो चाहिँ मेरो नयाँ मोबाइलमा सानो खोजेको थिएँ अनि त्यसपछि के भन्नु मम्मीकोमा गुगलमा पासवर्ड चेन्ज गरेँ यसमा साह्रो भनेर लक स्क्रिनमै पासवर्ड लगाइदिएछ के गर्ने अब पासवर्ड नि हानेको खोलिदिनु कुन पासवर्ड राखेको 2-3टा चेन्ज गरेको सजिलो अप्ठ्यारो सजिलो नि अनि त्यतातिर राखेको होइन अनि त्यसपछि खोल्ने 2 घन्टाको राखिसक्यो टाइम नि घर त खोलिसक्यो होला 2 घन्टा 3 घन्टा 4 घन्टा 48 घन्टा 24 घन्टा गरेर अनि भोलि चाहिँ बरेङ जान्छु होला नखोलेपछि बरेङ गएर बनाउँछु होइन त्यसपछि सुन्नु कि मम्मीको मोबाइलै चलाइदिनु अनि त्यसपछि आफ्नै बिग्रिन्छ त्यही भयो हुन्छ आफ्नै चलाउँछु गुगल आइदिनु भनेको हालिदिन्छु अझै मेरोमा लगिन्छ सब हालिदिन्छु अब रिसेट हान्ने त होला नि रिसेट हानेपछि हुन्छ अरे बल्ल यहाँ आइसक्यो कालो आएर यो भरसम्म त्यस्तो बनायो त्यही पनि हेरिदिनु कालो आयो फेरि त कहाँ डबल बनाउँदैन यो पुल चाहिँ सबको भिडमा देख्नु डर लाउने छ तर राम्रै छ के मान्छेलाई कति भयो यो पुल
बनाएको त धेरै भइसक्यो देखाउँछु भर चाहिँ म यता आइसकेँ त्यहाँ पुलमा चाहिँ बनाएको मलाई बिग्रेको भन्ने बारेमा भन्छु राम्रो आएको यहाँबाट यहाँ चाहिँ दुईजना कुकुर कहाँ कुकुर यहीँ पर्दैछ घर देखेको एउटै देख्नुभयो होला त्यही हो यहाँबाट देख्नु अहिले उहाँबाट झन् राम्रो देखिन्छ कि त्यो मन्दिर त्यहाँबाट झन् राम्रो देख्नुहुन्छ गोरु थियो मान्छेहरू बनाउन गोरु थियो कि भागिदिएँ म पनि त्यहाँ चाहिँ त्यो भाइहरूबाट थियो क्या एउटा चाहिँ आन्टीको छोरा गरेर बोलेको अनि अरू चाहिँ त्यो माथि यता क्या हामी पुरानो घरतिरको बुढो घरतिरको भाइहरू हो अनि तिनीहरू चाहिँ त्यस्तो जाडो जस्तो गरेछ तर त्यही नि जोस छ पौडिने जोस होइन यहाँ चाहिँ यो कुकुर कसको हो मेरो पछि पछि लाग्दा कसको कुकुर लैजानुहोस् है त्यहाँ चाहिँ पौडिनु भन्दैछ घाम त घाम लाग्यो भर्खर दिउँसो पानी पर्थ्यो भर्खर चाहिँ घाम त घाम लाग्यो त्यो यस्तो जाडो गरेको बेला पौडी के भयो तँलाई हेर्नु न कति भयो यहाँ चाहिँ सुरुङ जस्तो छ कि पहिलाको भिडियोहरूमा नि देख्नुभयो होला बनाएको यस्तो छ यो कुकुर फेरि पछि पछि लागेर कसको कुकुर हो यहाँ बोला मन्दिर अझै म उयो थिएँ म जाने म त्यहाँ घर देख्छु है म नचाहिँ जाने यस्तो बनाइरहेछ तारा भवनहरू मन्दिर मन्दिर भयो रुखहरू नि दामी भयो अब चाहिँ तपाईँले के मेन भ्यू देखाउँदैछु अब हेर्नु टक्क पारामा दामी अब एउटा तर यहाँबाट चाहिँ दामी अब चाहिँ म हाउसको घर जाँदैछु अनि आउँछ त्यो छोरी आएको छ नि त्यो अनि अब बाहिरै रहेछ अब के हुन्छ होइन भित्र भयो चाहिँ अब त्यस्तै कालो कालो आउँछ राम्रो आउनु उस चाहिँ क्वालिटी चाहिँ त्यही नि यो कुकुर हेर्नु न अझैसम्म नि हेर्नु पछि पछि यो कुकुर चाहिँ खानु पनि उहाँ तल हाम्रो खेतिरहेको थियो क्या यस्तै हो कि यही हो कि के हो क्या तल थियो हाम्रो घर बस्थ्यो त्यसपछि बाबामासँग बस्थ्यो होइन चाहिँ पछि आसेको बाजे फेरि कता बाहिर त्यही हेर्नु ठुलो सिडी चढेर रान खोला पर्छ उहाँ हो मेरो उहाँ हो मेरो घर चाहिँ होइन
ग्राउन्डतिर त्यसले देखिहाल्छ कि तारै उहाँ ग्राउन्डबाट बाटोसम्म बाटो बनायो कि यहाँ चाहिँ यस्तो ट्याङ्की छ देखिहाल्छ नि ग्राउन्डबाट चाहिँ अहिले बाटो बनायो कि जिपहरू नि उहाँ ग्राउन्डबाट देखिहाल्छ नि नदेखिने पुरै यो यहाँ चाहिँ तेर्सै जानु पर्ने उता हेर्नु घर छ केटाहरू के भयो त्यो छनै छैन कहाँ गयो घर भनेको घर रहन्छ उता उसमा त्यो ग्राउन्डमा गएको ग्राउन्डमा गयो भन्नुहुन्थ्यो त्यो कहाँ डुल्नु गएको त्यो डुल्नको वेस्टै हो कि त्यो त वेस्टै डुल्नु गयो कहाँ गयो छैन कि माथि जाँदैछु माथि भेट्यो नि भेट्यो छैन फोन नम्बर छैन है नम्बर त थियो फोन हानेको फोन त अलि घरमै छोड्यो फोन घरमा छोडेर आफू उठेकै छैन जाऊ गाइस त्यो त उहाँ भन्दार होला पुगेर चाहिँ बल खेल्न म उहाँ पुग्नु पर्छ यार 2:02 भइसक्यो अब उता पुङ्डोलाई नि जानु पर्छ जाने आएर अब है जान्छु त्यही कन्टेन्ट नि हुन्छ त्यही भएर बल खेलेर चाहिँ त्यहाँ भर्खर सोधेको उहाँ खेल्यो भने त्यही जाउन भन्ने त्यही जान्ला हो त्यो कुकुरले मलाई चर्साइ गरेर बल खेलेर चाहिँ म जान्छु त्यही त्यो उसले बाटो खन्नु भनेको पुरै भड्काइदियो अब यहाँ माथि बारी मुनिको बाटो यहाँनिर पुरै त्यस्तो यता बाटो यत्रो ढलान हान्नु पऱ्यो सबै पुरै पहिरो गयो पारेर बाटो खनेको यहाँबाट त्यसै गसी आइन्छ जान्छु बल त खेलिदिनु होला म यस्तो पानी लाएर आफू ओ निर्जल भाइ के छ ठिक छ कता आउँदा नि म एउटा भण्डार छोरा त्यहीँ जानु आउन त अनि आउँछ खै त्यतै गहन म यहाँ गहन भनेर हेर नि त्यत्रो डुलायो क्या मलाई के छ त नि कसको माग्छु गगनकोमा गगन यहाँ छ कहिले भयो म त हिजो आएको पोखराबाट अनि आवश्यकलाई भेट्नु गयो भनेर आएको घर आएँ घरबाट आमाले गाउँतिर गयो गाउँसम्म आएँ कोही नि छैन तिम्रो घर जानु जस्तो लाग्यो अनि आवश्यकसँगै अनि उहाँ माथि निशानको घर पुगेँ त्यो गोठ छ है तिम्रो त्यही माथि त्यहाँ पुगेँ ठ्याक्क निशानलाई देखेँ त्यहाँ निशानलाई नदेखेर झन् माथि जान्थेँ कि अनि निशानलाई देखेर उता गहन होला नि त्यतै गर्थेँ के अरे भनिदियो अघि बोलाएको थिएँ कि मैले निर्जलाई फेरि मुले सुले तानेर हिरो भएर 9 दिन 3-4 गतिले गइहाल्छ त्यति सुत्यो त्यही पनि आउनु पर्यो है घर चाहिँ घुमघाम गर्नु पर्यो कहाँ पुगेको वहाँ जानु पर्छ है कहाँ निस्किन्छ हामी उहाँ माथि
त पुरै बाटो चढेर अलि यहाँ सब पहिरो गयो रहेछ लुक्नु पर्ने हुन्छ वर्ल्ड कप चले हैं यहाँ ये बल खेलेर यस्तो हिलो हिलो भएर बस्छ क्या नयन हिजल किरण निशल आवश्यक राजीव क्या कर रहे हो भाई ए भाई वहाँ देख्न सक्नुहुन्छ अनि अब चाहिँ हामी पौडिन जान्छौँ तर जान्नौँ के तर जान नि सक्यौँ कि थाहा छैन ल चल यहाँ आइसक्यो पौडेर यिनीहरू पौडे तर म चाहिँ पौडेन है ए टिकटकर के टिकटक बनाउँदै हिँड्दै गरेको होइन राखन के गर्छौँ हामी यहाँ टक्को पारामा आवश्यकले स्पोन्सर आने हैं मिक्सरले किने आफ्नै कुरकुरे हान्दैछौँ यहाँको भ्यू चाहिँ देखाइसक्यो पानी आउला जस्तो गरे टक्को पारामा होइन अब चाहिँ हामी कुरकुरे खान्छौँ खाने ल खाइदियो नि त भिन्जर हानेर म पनि हान्छु यो मुखको लागि त खाइ सक्यो पिरो एउटाले खान्छ यो के सक्से हन्ट गाली त यहाँ भरिको दिन त छिटो आएर मेरो नि खाइदियो निशलको नि खाइदियो त्यो निजल भाइको नि खाइदियो यही हो हन्ट गाली जो हन्ट गाली त्यही पाक्नु ब्लग स्टार्ट गर लोड्ने यार हामी चाहिँ त्यहाँ मन्दिरमा बस्यौँ के कुरकुरेहरू खाएर म र यो चाहिँ हिँड्यौँ बसेन होइन आवश्यक चाहिँ अब घर त्यो जान्न अरे अनि त्यसलाई चाहिँ घर पठाइदिएँ त्यो र म चाहिँ बस्दिनँ त्यहाँ जान्छु अनि घर जान्छु चाहने बेला पानी बोला जस्तो गऱ्यो घर जान्छु होला अब त्यहाँ भिडियो बनायो भने चाहिँ हाल्छु हेर्दै गर्नु लामै आजको चाहिँ अब सुरु इन्ट्रो र 1-2 मिनटको खक्या त्यसपछि पनि 1-2 मिनट लामै हुन्छ काटकुट गरेर हाल्यो भने चाहिँ छोटै होला त्यो उस हाल्यो भने त लामै हुन्छ हेर्दै गर्नु के गर्छु अब चाहिँ यहाँ हो कि गोरु भएको उत्यहाँबाट मैले स्टार्ट आएँ कि यहाँ चाहिँ म यहाँ थियौँ चाहिँ गोरुले हानेर भागेको थिएँ त्यति बेला चाहिँ भिडियो बनाएन होइन भाडामा अघि चाहिँ भ्यू देखाएको उत्यहाँबाट मन्दिर उहाँ भयो भ्यू देखाएको त्यहाँबाट मन्दिरबाट डेन्जर दामी देख्यो भ्यू चाहिँ जिप उहाँ गइरह मगैहरू यो ठाउँले के भन्छ अरे यो कि यो तेर्सो टोल यहाँ फेरि पुरै ढुङ्गै ढुङ्गाको छ होइन उहाँ हो हामी जाने
म चाहिँ आज डुलेको खुट्टा दुख्छ होला होइन अब हेर्नु हामी चाहिँ यहाँ ग्राउन्डमा बल खेल्न आएको फुटबल खेल्यो लडियो अनि यता भलिबल खेल्न आएको टुमटुम ट्याड्याउ भयो खेलेर नि गइसकेको कि नखेलेको कि खेल्थ्यो आज त पुरै कोही होइन त ग्राउन्डमा यो र म आएको अब भोलि अलि छिटै आउनु पर्ला 4 बजीतिर आसी खेल्छन् त्यति बेला आएको खेल्नु थियो खेलेर गयो 2-3 गेम हेर्दै गर्नु अब आजलाई चाहिँ यति नै भन्दै हस्तो बेडा हुन जान्छु थ्याङ्क फर वाचिङ लाइक सब्सक्राइब स्योर को हानिनु र फोन त बिग्रियो मम्मीको अब यसैबाट हाल्छु होइन सबले लाइक सब्सक्राइब स्योर हानिदिनु हस् त नमस्ते बाई बाई